श्रेष्ठज्यूलाई म अतिथि भाषण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो अर्को परिवेशद्वारा तथा कृषि नेतृत्व तथा आलु संशोधनका कृषि विकास कार्यका प्रमुख श्री चित्र कुमारी बास्कोज्यूलाई पनि म अगाडि आएर अतिथि भाषण दिएको यो बच्चालाई अन्याय हुन्छ नि त, हुँदैन र? तर एउटा पिताले फेरि यो बच्चाको कहिलेकाहीँ जिन्दगी पनि सुध्रिन्छ। जस्तै अब अहिले यहीँ प्रस्तुतीकरण भयो, अब गृह कार्य नगर्दाखेरि शिक्षकले पिट्नुहुन्छ। अब शिक्षकले पिट्नुको कारण के हो त? गृह कार्य नगर्नु हो नि त। अब यो बच्चाले गृह कार्य गर्यो भने के हुन्छ? उसैको लागि फाइदा हो। अब कतिपय चाहिँ अब गृह कार्य नगरिकन आउनाले गर्दाखेरि शिक्षकले के हुन्छ त? पिट्नुपर्ने, हटाउनुपर्ने, गाली गर्नुपर्ने हुन्छ। अब कहिलेकाहीँ त्यही पिता उसको लागि मार्गदर्शन हुन्छ। अब कहिलेकाहीँ त्यही पिता उसको लागि के हुन्छ त भन्दाखेरि हिंसा हुन्छ। अब सरले मलाई किन पिट्छ? मेरो यत्रो साथीहरूको अगाडि चाहिँ मलाई सरले पिट्नुभयो, मेरो इज्जत चाहिँ गयो, अब म किन स्कुल आउने भन्ने हुन्छ, हुँदैन त? हो, गाली बेइज्जत गरौँ भनेदेखि यो तपाईँको समाजमा मिल्ने, समाजमा मेलमिलाप गर्ने कुरा होइन। यो चाहिँ तपाईँलाई फौजदारी अपराध अन्तर्गत तपाईँलाई गर्ने मान्छेले चाहिँ के हुन्छ? कारबाही हुन्छ। मानसिकताको उपज हो। जस्तो अब कसैले जिस्काउँछ, गाली बेइज्जत गर्छ भने त्यो के हो त भन्दा उसको दिमागमा आएको एउटा नकारात्मक सोच हो। अब लैङ्गिक हिंसाका प्रकार, लैङ्गिक हिंसा कति प्रकारका हुन्छ त भन्दाखेरि सांस्कृतिक हिंसा, धर्म र संस्कृतिको आधारमा महिला सबैभन्दा बढी डरले बाँच्नु भएको छ हो। तर के गर्नु पर्छ सर्वप्रथम त आफूले आफूलाई केयर गरेपछि एउटा लैङ्गिक हिंसा हो। यो मानवता विरुद्धको अपराध हो। तपाईँ आफू स्वतन्त्र रूपले हिँडिराख्नु भएको छ, गरिराख्नु भएको छ। तपाईँलाई कसैले चाहिँ अब त्यसै जिस्कायो, बोलायो भने के हो त? तपाईँ विरुद्धको चाहिँ अपराध हो। जुन व्यक्ति र परिवर्तित हुने यो हिंसा सार्वजनिक सरकारको विषय हो। यो एकजना मात्रै भन्छ त्यो हिंसा हुन्छ त? न्यायिक समितिको उजुरी प्रशासक पनि हुनुहुन्छ, उहाँ मेलमिलापकर्ता पनि हुनुहुन्छ, त्यसै गरी योजना शाखामा पनि कार्यरत हुनुहुन्छ र काम परेको खण्डमा सबै कामलाई बेहोर्ने गरी नगरपालिकामा लामो समयदेखि काम गर्दै आउनुभएको र आजको सञ्चालक पनि हुनुहुन्छ। आज अहिले सोलुकुण्ड नगरपालिका वडा नम्बर 3 को पिके माविमा हामी संयोगले सबै तिनकै कार्यक्रमलाई एकै ठाउँमा एकै दिनमा कार्यक्रम गर्न पाउँदा मलाई खुसी पनि लागेको छ। आजका यस कार्यक्रमको अध्यक्ष ग्रहण गरिराख्नुभएका यसै वडाका वडाध्यक्षज्यू, यो कार्यक्रमलाई सहजीकरण गर्नका लागि हाम्रो मनोसामाजिक विकासकर्ताको हाम्रै नगरपालिकाको म्याडम हुनुहुन्थ्यो, उहाँ फेरि अर्को पनि कार्यक्रम रहेकोले उहाँ यहाँबाट गइसक्नु भएको छ। त्यसै गरी सोलुकुण्ड नगरपालिकासँग नै सहकार्य गर्दै हाम्रो जिल्ला प्रहरी कार्यालयबाट हामी विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्दै जिल्ला प्रहरी कार्यालयसँग विद्यालयमा विभिन्न टोल स्तरमा कार्यक्रमहरू गरिरहेको छौँ र तपाईँहरूको विद्यालयमा पनि हामी प्रशिक्षक जिल्ला प्रहरी कार्यालयका सहित त्यसै गरी यहाँ उपस्थित सम्पूर्ण अभिभावक विद्यार्थी भाइ बहिनीहरू, शिक्षक शिक्षिकाज्यूहरूमा मेरो व्यक्तिगत तर्फबाट सोलुकुण्ड गाउँपालिकाबाट
पत्रबाट स्वीकार्नुहोस् यहाँहरूमा नमस्कार जय बालबासी र आज हामी पक्कै पनि अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम 3वटा कार्यक्रम लिएर यहाँ उपस्थित भएको छौँ र यो कार्यक्रममा लामो समयदेखि रहेका साथीहरू यस कार्यक्रममा रहनुभएको छ र यहाँले धेरै कुराहरू सिक्नुभएको छ बुझ्नुभएको छ र आफूले सिकेका र बुझेका कुराहरू आफू मात्र सीमित नभइकन यहाँ उपस्थित नभएका साथीहरूलाई आफ्नो घर परिवार तपाईँले त्यो सिकेको सिप चाहिँ कहिले व्यवहारमा उतार्न सक्नुहुँदैन। जसले समयमा धेरै जसले समय दिनुहुन्छ होइन तालिमको लागि धेरै समय दिनुहुन्छ अनि एकचोटि व्यवसाय गर्नुपर्छ भन्ने छैन क्या। तपाईँले व्यवसाय नगरिकन पनि तपाईँले के गर्न सक्नुहुन्छ र तपाईँले के गर्न सक्नुहुन्छ प्रशिक्षक भएर उहाँ जस्तो गरेर आउन सक्नुहुन्छ। प्रशिक्षकै रूपमा राखेको छु। तपाईँहरूले पनि आउनु नमानी होइन मैले जति तपाईँहरूले सेयर गर्छु तपाईँहरू जाने कुरा मलाई सेयर गरिदिनुहोस् होइन सर हुन्छ हामी त साथीभाइ दिदीबहिनी आमा बाबु बुवा जस्तो दाइहरू जस्तो मान्छेसँग एउटा मन साथमा सफल भएको छु म होइन त्यसमा अब आज हाम्रो कार्यक्रम हामी उहाँ दाइहरू